3 प्याकेट चाउचाउ यसरी खाने हो क्या। मकैबारी दर्याम दर्याम भनेको अब हजुरहरूको ठाउँतिर के भन्छ, हाम्रो ठाउँतिर चाहिँ यस्तो कमलो मकै के यो कमलो मकै छ, यो उड्दैन साथीहरू, यस्तो भएर हुन्छ हैन। यो कमलो मकैलाई दुईटा हातले यसरी दारेर खानेलाई दर्याम दर्याम भन्छ हाम्रोतिर। यहाँ काँचै मकैहरू दारेर खाने। अनि हाम्रो कतै बाँदर लाग्यो भने बारीमा हैन, ल बारीमा त मकै बाँदरले दारेर खाएर सबै भ्यायो छ भन्ने चलन छ क्या। यो दर्याम दर्याम भन्नेलाई हाम्रोतिर त बाँदर पसेर बारीमा सबै मकै दारेर खाइभ्याएछ भन्ने हुन्छ। अनि हाम्रो यसरी दुईटा हातले चाहिँ खानु हुँदैन, यो दुईटा हातले खायो भने बाँदर लाग्छ बारीमा भन्ने चलन पनि छ। यस्तो कमलो मकैलाई यस्तो हातले दारेर यसरी यसरी उदारेर होइन कि यसरी उदारेर होइन कि यसरी दारेर खानेलाई हाम्रोतिर दर्याम दर्याम भन्छ क्या साथीहरू। हेलो सम्पूर्णलाई नमस्ते, ब्याक टु आवर युट्युब च्यानल। साथीहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म फेरि पनि न्यू डे न्यू भलका साथ आज उपस्थित भइसकेकी छु साथीहरू। आज म एकदम मुकबाङ भिडियो लिएर आएको छु। मेरो एकदम आज मेरो साथमा छ साथीहरू 3 प्याकेट 2 PM चाउचाउ छ। 3 प्याकेट 2 PM चाउचाउ। अनि यो पोलेको मकै छ, त्यस्तो केही पनि छैन साथीहरू। म कति पनि ढिला नगरी खानातर्फ लाग्यो है त। किन ढिला गर्नु होइन, यस्तै अप्ठ्यारो छ। यता हेर्नुहोस्, अब के गर्नु। अब लिपस्टिक लगाएको थिएँ साथीहरू, राम्री बन्नलाई लिपस्टिक लगाएको। लिपस्टिकको पारा हेर्नु त, लिपस्टिक त यस्तो भएछ। यस्तो किन राख्नु होइन, ए राम्री बन्नलाई यहाँ राखेको छु। राम्री बन्नलाई लिपस्टिक लगाउनु मात्रै भयो। 150 रुपियाँको लिपस्टिक, धेरै त लाउन सकिन्न, महँगो। त्यो अर्को पो हो, त्यो हो त। अनि धेरै त महँगो लाउन सकेन। लिजा अहिले लिपस्टिक मेरो पारा है। आज मेरो साथमा चस्मा पनि लगाइदिनु पर्छ क्या। चस्मा लगाएर खानुपर्छ क्या साथीहरू आज यसो पाराले। के छ यस्तो आफूलाई त कस्तो नराम्रो थियो यो आज होइन। हेलो हाई यसो पाराले आज हिरो बनिदिने हो क्या। चस्मा लगाएर खाइदिउँ न त होइन। वाउ साथीहरूमा कस्तो देखेको छु चस्मामा, कस्तो लाग्यो। ओहो चस्मा लगाएपछि त अर्कै देखिँदो, यो त अर्कै मानिन्छ हौ साथीहरू भित्रबाट हेर्दा त। यसो आज खतरा च्यालेन्ज हुँदैछ साथीहरू, चस्मा लगाएर त्यो पनि। साथमा छ सलाद। वाह आज कति एउटा गेटअप हो कि गेकअप हो, कति एउटा गेटअपमा आउनु होइन। आज चस्मा लगाएर ठोक्दियो भनेको क्या। 2 PM चाउचाउको बेग्लै मजा साथीहरू। तीन प्याकेट चाउचाउ यसरी खाने हो क्या।
आहा दामी दामी पाराको भयो मिठो के हो धेरै खान सकिन्न अब नास्ता सास्ता खाएर पुतली उडाए तरिकाले आज दिदी घर जाने प्लान छ साथीहरू यही चस्मा लाएर दिदी घर सुयो पारिन उड्ने प्लान छ नास्ता सास्ता खाने घुई पाराले दिदी घरतिर जाने हो साथीहरू आज शुक्रबारको दिन नानीलाई बिदा छ भोलि शनिबार बिदा हुन्छ त्यही भएर एक दुई दिन दिदी घरतिर गएर पनि रमाउनु पर्यो हैन कोठामा कति बासी राख्नु त्यही भएको कारणले सुई लाएर दिदी घरतिर कुद्ने प्लान छ टुपियम चाउचाउ पिरो चाउचाउ खाएर हरियो मकै खाएर धुवा तरिकाले ए विवाद हुनेछ आज त कालो चस्मा लाए भने अरे सारी लाएर आए भने कालो चस्मा लाए भने पुक्लुक्कै ढल्छ होला केटो दर्याम भने जस्तै हो साथीहरू त्यतिकै एकछिन मजा गरेको मात्रै हो त्यस्तो केही पनि होइन कहाँ अन्धोले खास्तो हुन्छ हौ होइन चाउचाउ खान सक्दैन यार हो मकै खान्छु है त साथीहरू नाकबाट सिराम चुनाउनु भएको छैन यो मकैबारी दर्याम भन्नेले धेरै मान्छेहरूको दिमागमा के सूचना पुर्यायो थाहा भएन हाम्रो पश्चिमतिर यो विवादमा आयो भन्दा पनि सुनेको थिएँ मैले त्यस्तो विवाद गर्नुपर्ने केही पनि छैन जस्तो लाग्छ हाम्रो भाषामा मकैबारी दर्याम भनेको अब हजुरहरूको ठाउँतिर के भन्छ हाम्रो ठाउँतिर चाहिँ यस्तो कमलो मकै के यो कमलो मकै छ यो उड्दिन साथीहरू यस्तो भएर हुन्छ हैन यो कमलो मकैलाई दुईटा हातले यसरी डाडेर खानेलाई दर्याम भन्छ हाम्रोतिर
या काँचै मकैहरू दारेर खाने। अनि हाम्रो कतै बाँदर लाग्यो भने बारीमा होइन, ल बारीमा त मकै बाँदरले दारेर खाएर सबै भ्यायो छ भन्ने चलन छ क्या। यो दर्याम दर्याम भन्नेलाई हाम्रोतिर त बाँदर पसेर बारीमा सबै मकै दारेर खाइभ्याएछ भन्ने हुन्छ। अनि हाम्रो यसरी दुईटा हातले चाहिँ खानु हुँदैन, यो दुईटा हातले खायो भने बाँदर लाग्छ बारीमा भन्ने चलन पनि छ। यस्तो कमलो मकैलाई यस्तो हातले दारेर यसरी यसरी उदारेर होइन कि यसरी उदारेर होइन कि यसरी दारेर खानेलाई हाम्रोतिर दर्याम दर्याम हुन्छ क्या साथीहरू। धेरैले के कसैले के भन्नुहुन्छ, कसैले के भन्नुहुन्छ, त्यस्तो नराम्रो चाहिँ होइन। यसरी दुईटा हातले दारेर खानेलाई दर्याम दर्याम हुन्छ क्या। अब के कमलो छ उड्दिन यो छ नि, यो रहेछ। मिठो साथीहरू, मकै एकदम मिठो। यो खाइदेऊ न दारेर। मकैबारी दर्याम दर्याम भन्यो, हरियो काँक्रो कर्याम कर्याम भन्यो त कहाँ खासिदियो। मिठो मकै खायो अनि पानी खायो, एकदम मिठो मिठो मिठो। हजुरहरूकोतिर मकै खाने भयो कि नै? हाम्रोतिर त भयो। कमलो रहेछ यो मकै, उड्दैन क्या हातले। कमलो रहेछ। एकदम कमलो रहेछ साथीहरू मकै भाइयो। चौचौ खान्छ कि नस्तो भयो मलाई।
कस्तो ल साथीहरू, हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। आज मैले खान सकिनँ, एउटा मकै खाएँ, काँक्रो खाएँ, 3 प्याकेट थियो चाउचाउ, 2 PM चाउचाउ थोरै बचेको छ अनि एउटा मकै बचेको छ साथीहरू। जति सके त्यति खाएँ किनकि अघि मैले भर्खरै खाना खाएको थिएँ, त्यही भएको कारणले मैले खान सकिनँ। यसमा म माफी माग्न चाहन्छु। आजको भिडियो जस्तो लाग्यो त्यस्तै हजुरहरूले पक्कै पनि कमेन्ट मार्फत बताउनुहुनेछ र मेरो च्यानलमा नयाँ जोडिनुहुने साथीहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला है त। यो भिडियो यतिकैमा एन्ड गर्दै नेक्स्ट भिडियोमा भेटौँला। बाई।